चलिए आज हमारा ये गांव का गांव को आटो पका दी हमले ससुरा बुहारीले भिडियो गाइछन् बुहारी यहाँ छिन् पूजा इनले पनि सहयोग गरेछन् मलाई सिकाइदिन्छन् इनले पहिलो पटक खादैछौँ आटो हाम्रो बहुत बढिया टेस्टी हुन्छ हजुरले पनि खानु होला यो हजुरको हेल्थको लागि सुगरको लागि जति बिमारी छ हजुर आइदिन हुनुहुन्छ यता दुखो उता दुखो खाना भएन पेट फुल्लियो भने नि यसले ठिकको लागि यो बहुत बढिया हो राख्नु यो हाम्रो स्टेप बाइ स्टेप भने यसरी पकाउने रहेछ भन्नु न पहिले पानी उसिन्ने कुकरमा पहिले आगो जलाउने फेरि पानी उसिन्ने फेरि धेरै आटो हाल्ने आटो हाल्ने जानु त्यहाँ नभए फेरि यो गुच्छा पर्छ आटा यहाँ भाउजू हुनुहुन्छ ठुली भाउजू हामीले अब यो आगोमा पक्छ बढिया हुन्छ हेर्नुहोस् यो चुलो हाम्रो यो ग्यासको भन्नेले खाना पाकेको ग्यास गरान्छ झन् चुलोमा पकाउँदैछौँ यो हाम्रो पहाडको चुलो हो यहाँ सबै मिठो हुन्छ खाँदाखेरि यहाँ जे पनि हामीले अर्ग्यानिक चलाउँदै राख्ने भाउजू कस्ता गर्ने भन्नुहोस् त चलाएछु मैले यो आटो खाने आज हामीले केही नै होइन त्यस्तै हो आटो खाने आज यो शुद्ध एकदम शाकाहारी हो यो बिना अर्ग्यानिक बिना दबाईको यो खाँदाखेरि मिठो हुन्छ एकदम चोपिलो हुन्छ यसित साग खाने हो मुलाको अचार खाने दही खाने हो मुही खाने भन्नु न यो मुहीसित खाने हो यसलाई साग बन्दैछ साग पनि बनाउने खाइन्छ सबैले खाने हो परिवारलाई कस्तो कस्तो गर्न पर्छ भन्नु भाउजू हो त्यस्तै नै हो सेम त्यही हो होइन आमा साह्रो हुन्छ भोलि खाना हुन्छ भन्नु नि बढिया हजुर बाई बाय थ्याङ्क यू व्युअर्स प्लिज लाइक शेयर एन्ड सब्स्क्राइब कोदाको झन् बढिया हुन्छ अब तिमीले बनाऊ नि चलाउने मैले यस्तै बनाइदिन्छु